सबैलाई जय मसी। अनि आज म तपाईहरुलाई मेरो गीतको इनसाइट ट्र्याकको रिभ्यू गराउन गइरहेको छु। हुन त यो गीतलाई मैले काफी साल अगाडि बनाएको थिएँ, तर परमेश्वरको अनुग्रहमा यसलाई मैले आफै अरेन्ज गर्ने मौका पाएको छु अनि यसलाई म हजुरहरुको समक्षमा देखाउने छु ताकि यो गीतलाई मैले कस्तो प्रकारले अरेन्ज गरेको छु। ल हामी यसलाई बारी बारी सुन्नेछौँ। सुरुमा है यसलाई यो सारङ्गी लगाएको छु मैले। सुरुमा ड्रमबाट सुरु गरौँ है। सुरुमा ड्रमदेखि हल्का सुरु गर्छु म। यो गिटारलाई मैले दुईटा हार्मोनाइजमा चलाएको छु है। राम्रो सुनेछ यसले। यसमै मैले सारङ्गी पनि एड गर्दैछु। यो लो र हाई गरेर मैले यसलाई स्केल मिलाएको छु। उसको बादमा हल्का यसलाई किक एउटा पन्चीको लागि मैले किक पनि एड गरेको छु है। किक अनि एउटा हार्प पनि छ यसमा इन्ट्रोमा। किक अनि पर्कसनमा मैले सुन्दैछु। बेसले पनि राम्रो पन्ची सुन्ने। यो अब एउटा प्याड पनि छ ब्याकग्राउन्ड प्याडको लागि, ताकि कुनै पनि गाना ग्याप नहोस् भनेर दुईटा प्याड पनि लगाएको छु मैले। दुईटा सुन्छौँ है। यी साइलेन्टमा सुन्न सक्ने प्याड ब्याकग्राउन्डको लागि लगाएको मैले। अहिले कहाँ क्लिक गर्थेँ मैले। मादल उसको जस्तो सारङ्गी खतम हुन्छ त्यस्तै यो सोलो पार्ट इन्ट्रोको छ मेरो गिटारको। राम्रो लागेछ त्यो, तपाईँले सुन्न सक्नुहुन्छ। हार्पलाई अन गर्छु। किक गिटारको छु। यसमा अकोस्टिक गिटार पनि छ। यो अकोस्टिक गिटारलाई पनि है। गिटार एकदम भरेको सुनिने गिटार। दुईटा गिटार आएपछि यसलाई पनि लेफ्ट छ अनि यसलाई चाहिँ मैले राइट पेयरिङ गरेको छु। राम्रो आछ। बेस गिटार पनि सुनिदिउँ अब एकैचोटि। ल एकपल्ट सबै सुनिदिउँ है। यो चाहिँ इन्ट्रो। यो बाँसुरी चाहिँ मैले आफै बजाएको है। यसलाई मैले आफै बजाएको अनि यसलाई चाहिँ यसको सपोर्टको लागि यसलाई सर ब्लक भेस्टी छ एउटा इन्डियन भेस्टी, त्यहाँबाट मैले बजाएको बाँसुरी। बाँसुरी मात्रै सुन्न सक्नुहुन्छ दुईटा हजुरहरूले चाहिँ। बाँसुरी यो चाहिँ मैले माथि आफै बजाएको सुन्न सक्नुहुन्छ। यो अनि यसको सपोर्टको लागि चाहिँ मैले तल सब भोकल चाहिँ यसमा एकदम ड्राई छ है। एकदम ड्राई छ। मैले ठिकै छ भोकल पनि सुनेको छ हल्का, तपाईँहरूलाई सुनिरहेको। यसमा मैले केही इक्यु पनि केही चलाएको छुइनँ। सुक्खा भोकलमा एकपल्ट पुरै भोकलसम्म सुन्नेछौँ है। सुरुदेखि सुन्नुहोस् तपाईँहरूलाई।
इलेक्ट्रिक गिटारलाई त मैले हल्का कता कता सुन्ने टाइपको बनाएको छु मैले, कता कता सुन्नुहोस् भनेर कि फिलमा मात्रै। ल यो गीत जब कम्प्लिट हुन्छ म हजुरहरूलाई फेरि यसको ट्र्याक इन साइडको रिभ्यू गराउनेछु। धन्यवाद अहिले हजुरहरूलाई। ल जय मसी।